So hello guys, welcome to my new vlog. Guys, म चाहिँ आज सब न्यू vlog यो चाहिँ मेरो पार्ट 3 हो। बनाइरहन्छु होला अनि सब्स्क्राइब हान्नु होला हैन। अब चाहिँ म अघि नगो हेर्नु होला। अब चाहिँ म जानुपर्छ गाउँतिर हैन। ल जाउँ हैन। यस्तो मजा आउँछ गाउँतिर जान चाहिँ। त्यस्तो त्यो चाहिँ कुरै नभन्न हैन। उसै त त्यहाँ समुद्र छ के समुद्र। अब चाहिँ जहाँको राम्रो हैन। ल अब मैले तपाईलाई अघि नै भनिसकेको छ पार्ट 2 मा सबभन्दा धेरै बनाएको छ हैन। हेर्नु होला त्यसमा टीजीआर साइल छ। टी ठुलो बिग टी बिग जी बिग आर टीजीआर _ बिग एस ए या चाहिए बिग हैन। ठुलो टी ठुलो के गर्छ के यार, के गर्छ हेर्नु न यार। अब चाहिँ हामी जानुपर्छ डेस्टिनेसन। म चाहिँ नेपाली हो नि त, नेपाली म नेपाल हाँसेको पेट्न हुन्छ हैन। म त्यो एउटा बस पार्क हो। म चाहिँ रोक्नु भने उयो हो। यस्तो गर्ने अब बस पार्कबाट मान्छेहरू चढ्छन् अनि जानु पर्छ है। त यो चाहिँ मेरो दामी एउटा बस हो। अब ढोका चाहिँ खोलिदिनु पर्छ न त केबाट कसरी चढ्छ। त्यसपछि ढोका ए साँच्ची गाडीमा पेसेन्जर नहालौँ है। नहालौँ। म आफ्नो गाडी वास गर्न जान्छु। वास ल गएँ ल त। म चाहिँ जान्छु हैन। फर्स्ट जानुपर्छ मलाई। मसँग धेरै टाइम छैन। मेरो आइडीलाई चाहिँ सकेसम्म धेरै सपोर्ट गरिदिनु होला। म अनुरोध गर्दछु। छिटोभन्दा छिट्टै जानुपर्छ। छिट्टै क्या छिटोभन्दा छिट्टै जानुपर्छ। अब चाहिँ अरू केही थाहा हुँदैन। छिट्टै जानुपर्छ है। मेरो रेड लाइट सेड लाइट। सो गाइस यहाँ चाहिँ झन्डै एक्सिडेन्ट भइसकेको थियो। मैले बचाइदिएँ। झन्डै एक्सिडेन्ट भएको भएको रहेछ। ल अब चाहिँ जाँदा
चाहिँ मेरो साथी हो होइन। छिटो 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 इलिया चाहिँ मेरो यो एउटा मेरो साथीकै हो। यसलाई पनि सपोर्ट गरिदिनु होला। यसको नाम चाहिँ प्रसून हो। प्रसून मलाई चाहिँ धेरै सब्सक्राइब हानिदिनु होला, सपोर्ट गरिदिनु होला। म अनुरोध गर्न चाहन्छु। यो छिटो पानी परिसक्यो। सो गाइस, मैले एकछिन रोकेको थिएँ। मेरो चाहिँ गाडी वास भइसक्यो। म चाहिँ जानुपर्छ फेरि त्यही ठाउँ। नेक्स्ट पार्टमा चाहिँ म तपाईँलाई अर्को बस लिएर आउँछु। त्यसको नाम चाहिँ हुन्छ नेवा। ल यहाँ नेवा भन्ने बित्तिकै नेवै भयो। सो गाइस, मैले चाहिँ नेवा भने नै थिइनँ होइन। नेवामै गएँ म के। अर्को भिडियोमा चाहिँ म सागर डिलक्स कि दिवानी डिलक्स कि म ठुलो टिफर ल्याउँछु कि म यही बस ल्याउँछु कि नेवा ल्याउँछु कि धेरै ट्रकहरू छ मसँग, नेपाली ट्रकहरू म त्यो ल्याउँछु। म सकेसम्म यही यो डिलक्स मगरको डिलक्स नै ल्याउँछु तपाईँलाई। म सक्छु होइन। अब चाहिँ हामी छिट्टो भन्दा पनि छिट्टो जानुपर्छ। अब चाहिँ म आँखै नदेखिकन यस्तो स्पिडमा चलाउँछु होइन गाइस। 1 2 3 गो। तपाईले मेरो बसमा आउनुहुन्छ भने गोमाई एप डाउनलोड गरिदिनु होला, अनुरोध गर्छु। यो गोमाईबाट गोमाईमै गयो। गोमाईबाट डाउनलोड गर्यो भने यो मेरो बस धेरै तथा नेपाली बसहरुकोमा जान सक्छ कि तपाईहरु लगानी नै गर्न सक्नुहुन्छ। बस बोलेरो योद्धामा आफूसँग भएको पैसा हाल्नु फर्स्टमा, त्यसपछि बिस्तारै तपाईसँग पैसा आउँदै जान्छ। एउटा तपाई फिट खोल्नु होला, जस्ट डेभ फिट के फिट छ आफ्नो नामको फिटहरु खोल्न सक्नुहुन्छ म भन्न चाहन्छु।
सो गाइज म चाहिँ यो भ्लग इन गर्न चाहन्छु होइन म तपाईँलाई पार्ट 4 मा भन्छु अरू कुरा सो गाइज बाई